नमस्कार, म केबी वाइबा आरिराङ कोरियन भाषा सेन्टर काभ्रेबाट। आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई के विषयमा चाहिँ इन्फर्मेसन दिन जाँदैछु भन्दाखेरि यो ईपीएस को अहिले फर्म भर्दै गर्दाखेरि फोटोको साइज कस्तो हुनुपर्छ, फोटो कसरी रिसाइज गर्नुपर्छ भन्ने कुरा चाहिँ तपाई कन्फ्युजन भएकोले गर्दाखेरि तपाईहरुलाई चाहिँ आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई ईपीएस को फर्म भर्दै गर्दाखेरि आफ्नो फोटोको साइज अनि पासपोर्टको फोटोको साइज को बारेमा चाहिँ कुराकानी गर्दैछु, जुन चाहिँ तपाईहरुले आफ्नो मोबाइलमा कम्प्युटरमा आफै अनलाइनबाट चाहिँ इमेज रिसाइज गर्न सकिन्छ। त्यसको लागि म एउटा सानो टिप्स शेयर गर्दैछु। त्यसको लागि तपाईहरुले यसमा इमेज रिड्युसर भनेर सर्च गर्नुस्। ओके, इमेज रिड्युसर भनेर सर्च गर्नु अनि यो सर्च गरिसकेपछि तपाईले यहाँ देख्न सकिन्छ रिसाइज इमेज अनलाइन भन्ने देखिन्छ। फर्स्टमै आइरहेको हुन्छ। यसमा क्लिक गरेर हामीले फाइल चाहिँ हामीले जेपीजी फाइलमा बनाउनु पर्ने हुन्छ। जेपीजी फाइल बनाउँदै गर्दाखेरि मोबाइलमा तपाईँ ठ्याक्कै यो देख्न सकिन्छ। त्यो क्लिक गरिसकेपछि रिसाइज एन्ड इमेज भनेर अनि यहाँ चाहिँ तपाईको सबभन्दा पहिला के गर्नुपर्छ भन्दाखेरि जुन फोटो चाहिँ रिसाइज गर्नुपर्ने हो यहाँ सेलेक्ट इमेजमा गएर तपाईले रिसाइज गर्नुपर्छ। त्यो मोबाइलमा तपाईको कम्प्युटरमा कुन चाहिँ फोटो रिसाइज गर्नुपर्ने हो त्यो तपाईले सर्च गर्न सकिन्छ। फाइल म्यानेजरमा हो कि क्यामेरामा हो कि ग्यालरीमा। नर्मली तपाईको फोटो ग्यालरीमा नै हुन्छ। ग्यालरीमा गएर तपाईले एउटा आफ्नो फोटो रिसाइज गर्नुपर्ने हुन्छ। म यहाँ एकजनाको फोटो रिसाइज गरेर देखाउँदै छु। ओके, मैले यो फोटो यहाँ ल्याएँ। अघि मैले ठ्याक्क फोटो सेलेक्ट इमेज गरिसकेपछि यहाँ आउँछ। यो फोटो यहाँ आइसकेपछि यो फोटो चाहिँ कति रहेछ भन्दाखेरि यो फोटो चाहिँ 251 केबी लगभगको रहेछ। यो चाहिँ हामीलाई 14 केबी को बनाउनु पर्छ। अहिले ईपीएस फर्म भर्दाखेरि चाहिँ 14 केबी को चाहिँ फोटो चाहिने भएकोले 14 केबी को फोटो बनाउनको लागि यस्तै सर र तल जाने अनि यहाँ अहिले हाम्रो 70 छ। वाइड र हाइटमा 70 छ। यसलाई चाहिँ हामीले ओके हाम्रो जेपीजी फाइलमै हुनुपर्छ। रिसाइज गरेर एकचोटि हेरौँ यहाँ कति आयो भन्दाखेरि यहाँ 33 आयो, 33 आयो। 33 केबी हामीलाई ठुलो हुन्छ। त्यसैले के गर्ने भन्दाखेरि यहाँ चलाएर हेर्ने हो। यो 70 लाई सपोज मानौँ म 50 बनाउँछु। यहाँ 50 बनाउँदै गर्दाखेरि यहाँ माथि हाल्दै गर्दा तल पनि अटोमेटिकली सेटअप भएर आउँछ। म माथि गरेर इमेजलाई फेरि रिसाइज गरेर हेर्छु। मेरो इमेज 19 केबी लगभग आयो। 19 केबी को पनि हाम्रो लागि ठुलो फोटो हो। त्यसैले म यहाँ एकचोटि के गर्छु भन्दाखेरि सपोज 40 गरेर हेर्छु। एक ठाउँमा मैले 40 टाइप गर्ने दुई ठाउँमै 40 भएर आयो। यसलाई फेरि रिसाइज गर्छु। रिसाइज गरिसकेपछि 13.8 आयो। 13.8 चाहिँ तपाईको लागि बेस्ट पिक्चर हो फर्म भर्नको लागि। यसलाई म डाउनलोड गर्छु। तपाईलाई थाहा छ यो डाउनलोड गरिसकेपछि यो कहाँ बस्छ भनेर तपाईलाई थाहा छ। ओके, डाउनलोड गरिसकेपछि हाम्रो मोबाइलमा होस् कम्प्युटरमा होस् हाम्रो डाउनलोड भन्ने फोल्डरमा रहेको हुन्छ। त्यो फाइल पछि खोज्नलाई सजिलो हुन्छ। ओके, अब म यसको फोटो मान्छेको फोटोको त मैले रिसाइज गरेर देखाएँ। अब त्यस्तै गरी अर्को चाहिँ के छ भन्दाखेरि तपाईले फोटो मोबाइलबाट खिच्नुपर्छ या त कम्प्युटरमा स्क्यान गरेर राखेको फाइल जेपीजी फाइलमा हुन्छ। अनि मैले त्यसलाई सेलेक्ट गरेँ। एउटा पासपोर्ट सेलेक्ट गरेँ। पासपोर्ट सेलेक्ट ओके, एउटा पासपोर्ट मैले सेलेक्ट गरेर ल्याएँ। मैले यहाँ एउटा पासपोर्ट म सेलेक्ट गरेर ल्याउँछु। ओके, मैले यो पासपोर्ट सेलेक्ट गरेर ल्याउँदै गर्दाखेरि तपाईको पहिल्यै खिचेर राख्दाखेरि चाहिँ यो चाहिँ हाम्रो यो मान्छेको फोटो भएको पेज मात्रै चाहिँ तपाईले ठ्याक्क खिचेर रेडी गर्नुपर्ने हुन्छ या त स्क्यान गरेर रेडी गर्नुपर्ने हुन्छ। कति मान्छेले त्यो भन्दा माथिको पेज पनि गर्छ। त्यो माथिको पेज आवश्यकता छैन। कन्फ्युजन नहुनु होला। ईपीएस को नोटिसमा जुन दिएको छ यो फोटो भएको पेज मात्र गर्ने हो। अब यसलाई सेलेक्ट इमेज गरेर हामीले ल्याइसक्यो। 166 केबी रहेछ। 166 प्लस केबी हुँदै गर्दा हाम्रो यो बढ्यो। हाम्रो 90 केबी भन्दा तलको हुनुपर्छ। 90 केबी भन्दा तलको हुनको लागि अघि ठ्याक्कै फोटो रिसाइज गरेको जस्तै यहाँ रिसाइज गर्न सकिन्छ। ओके, यतिकै मैले रिसाइज गरे के भयो भन्दाखेरि 31 भयो। मलाई चाहिँ 31 चाहिँ के भयो भन्दाखेरि यो सानो भयो किनकि 80 को अराउन्डमा मलाई चाहियो। यसलाई चाहिँ मैले 70 बनाइदिएँ। ओके, 70 बनाइदिएँ। 70 बनाएर मैले चेक गर्दै गर्दाखेरि यो कति आयो भन्दाखेरि लगभग 80.96 केबी आयो। मलाई यो ठिक लाग्यो। यो फोटो ठिक लाग्यो। यो पासपोर्टको फोटो पनि मैले रिसाइज गरेँ। पासपोर्टको फोटो कति चाहिन्छ भन्दाखेरि 90 केबी भन्दा तल। धेरै सानो नि गर्नु हुँदैन। धेरै सानो गऱ्यो भने फेरि त्यति क्लियर देख्दैन। त्यसैले हाम्रो कति आयो भन्दाखेरि यतिमा रिसाइज गर्दै गर्दाखेरि हाम्रो कति आयो भन्दाखेरि 80.96 आयो। 80.96 आइसकेपछि यो एकदम ठिक छ। फर्म भर्नको लागि एकदम ठिक छ। यसरी नै तपाईहरुले पनि आफ्नो फोटोहरु रिसाइज गरेर राख्नु होला फर्म भर्नको लागि। अब यो हामी के गर्छौं यसलाई डाउनलोड गर्छौं। डाउनलोड गरिसकेपछि तपाईको यो फाइल
डाउनलोड फोल्डरमा गएर बसेको हुन्छ। पछि हामीले फर्म भर्दै गर्दाखेरि सजिलै प्रयोग गर्न सकिन्छ। ओके, यो हो तपाईहरुले फोटोको रिसाइज कसरी गर्ने, अनलाइन फर्म भर्नको लागि फोटोको रिसाइज कसरी गर्ने भन्ने इन्फर्मेसन लिनुभयो। पक्कै पनि यो भिडियोबाट तपाईले फर्म भर्नको लागि फोटो रिसाइज गर्नको लागि केही सपोर्ट भयो होला भन्ने मैले आशा गरेको छु। यो भन्दा अगाडि मैले फर्म कसरी भर्ने भनेर अपलोड गरिसकेको छु। आजको यस भिडियो मन पर्यो भने लाइक गर्नु होला। यदि केही जिज्ञासाको कुराहरु भयो भने कमेन्ट बक्समा छोडिदिनु होला र यो च्यानल सब्स्क्राइब गरेको छैन भने च्यानल पनि सब्स्क्राइब गर्नु होला, किनकि म तपाईहरुको लागि भिडियो बनाउने गर्छु। त्यति हेल्प गरिदिनु होला। हस्, धन्यवाद।